हेलो गाइस, वेलकम ब्याक। अब धेरै दिनपछि आएको है, अब ब्लगमा कन्टिन्यू गर्न सकेन कि किनकि फोन पनि नहुने थिएन। गाइस, हामी चाहिँ रिकिसरको यात्रा गइसक्यो र हामी अहिले कहाँ पुगिछ भने कालीटार यति आइपुगिसक्यो। अब बिहानदेखि गाडी कुद्न देखाएको हामीले, धेरै समय लाग्दैन। प्र्याक्टिस खतरा देखेको छ यार। ल अब यो हेर्नुस् भ्यूज कस्तो छ हैन। रिकिसरको यात्रा हो। हामी चाहिँ अब छुमी छाउँछौँ। कहाँ पुग्यो भन्नुस् त हजुर। पनि लाग्छ 2 घन्टा जति लगभग लाग्छ। अनि अरु केही किप इन्जोइङ हेर्दै गर्नु होला। त्यहाँ अब साबुन निकाल्दैछ। डर लाग्यो। धेरै झल्किले कल शरीर बस्छ अब चाहिँ त्यही मान्छे ठन्डा आएर गयो। ल फाइनल पुग्यो हामी पनि। हेलो भाइ, नेको के हो यो? निकोर यसरी निकोर हामी त कडाउँ सामान बोक्दै मेरो गरिदिँदा यतिकै छ। यसरी गर्नु, यसरी। अब कुन हातले त्यसरी गर। नेकोर भाइ कहाँ गएको भाइ? रमाइलो छ जेस। नेकोर हो नेकोर। सबैजनालाई वेलकम छ मेरो युट्युबमा। हेलो हेलो। यो हैन, यो चाहिँ फ्यालौँ नि। फोर टिप्दै हिँडिरहेको छ मेरो दाइ यहाँ। फोर टिप्दै हिँडिरहेको छ मस्तले। के हो, कहिले पुग्ने हो यो? यहाँ एकछिनमा अहिले सुताउनुपर्छ यसमा। मैले पनि त्यही भने अलिअलि त्यही खाएर आऊँ भनेको मान्दैन त। 800 मिटर बाँकी रहेछ अझै। 800 मिटर बाँकी रहेछ। 800 मिटर 100 मिटर त होइन हौ। किलोमिटर कि कति रमाइलो भइरहेछ हौ माम, कति रमाइलो भइरहेछ। ए रमाइलो त भन्नै पर्दैन। यहाँ लट्ठी टेकेर सुन्यो होइन? के गर्नु, कोही साथी बिमारी, कोही आफू यहाँ अगाडि पुगिस त दौडेको त बिचार। एक ठाउँमा बस्नु हुँदैन कि उहाँ। 17 अनि के छ हाम्रो? केही छैन। तपाईँ पनि आउनुहोस्, यो धर्म गर्नुहोस्। धर्म गर्नु कुन ठाउँ हो? त्यति हो मेरो भन्ने। हिँड्ने केटा हो। ए बाबु के हो त्यो बोरा सरा नबोक्ने हो के हो? हाम्रो त फेरि सामान छ है। सामान छ के गर्नु? नलाग्यो हामी फेरि सरा यात्रा होइन, पैदल यात्रा। हाम्रो गुरु मिसेको नेकोरमा त्यसरी बोकेर आउनु पाउनु नि भाग्यमानी हो है। सम्झिनु, याद गर्नु। सबैजना तपाईँहरू आउनु होला। हामी पनि छौँ फेरि। यस्तो आउनु पाउँदैन, कहाँ आउँछ त हामी सधैँ त। भाग्यमा हुँदैन कि। कसैको मन भए पनि पैसा हुँदैन होइन, कसैको पैसा भए पनि फेरि समय हुँदैन, कसैको समय भए नि अब पैसा हुँदैन भने जस्तो। हामी चाहिँ अब बेरोजगारी मान्छे, पैसा पनि छैन, समय चाहिँ फेरि फुल, काम पनि छैन। समय चाहिँ फेरि फुल फ्री है। फ्री हो दम भनेपछि हिँडिहाल्ने हो हामी चाहिँ। कस्तो मान्छे हो धन्न। आज हामी जुत्ता लगाएर आयो न त चप्पल यात्रामा हिँड्थ्यो हामी। फेरि अहिले जाडो हो, कहीँ जानुपर्छ के छ भने यस्तो कमर गर्नु होला हामीलाई। हामी एकदम रेडी छौँ। स्पोन्सर चाहिँ तपाईँहरू गर्नुपर्छ फेरि। अरू त फेरि हामी त हिँड्ने भनिसक्यो, स्पोन्सर कुरै आएन हाम्रो त। हिँड्ने काम चाहिँ हाम्रो होइन, स्पोन्सर चाहिँ तपाईँले गर्नै पर्छ। पैसा छ न, काम छ न, फुर्सद छ भने पनि बेरोजगारी तर फुल बिजी। त्यो मात्रै भन्छु नि अब। तर जोस् कुनैले भन्छ नि यो जति तल बनाउन सकेछ त्यति बस्यो भने चाहिँ घर त्यति तल उठाउन सक्छ भनेको मान्छेको विश्वास छ।
त्यस्तो हो भने त यहाँ त के हो किन चाहियो के हो यहाँ त आम्मा नौतले उठाएछ त बाफ्रे तर र मलाई किन चाहियो यति भए पुग्यो 2-3 तँलाई पुग्यो जति भए पुगेर त्यति भए पुग्छ मलाई अब 300 मिटर बाँकी छ 1000 मिटरमा 700 मिटर हिँड्यो ल अब पुग्न लागेको छ गाइस आउनुस् न ल भेट्दै आउनु ल हेलो गाइस कमान हेलो भाइ हेलो कता हो भाइ टाढै हो यहाँ के ल्याउनु भयो हजुरले के पाउँछ मिठो मिठोहरू पैसा तिरी भने जे नि पाउँछ हो र म त बेच्नु पो आएको त ए तेरिका आलु रोटी चना आलु लेलो भन्न रेडी यहाँ हामी नजिकै छ यहाँ पुग्नु लाग्यो हाम्रो भाइले के लिएर आएको है ल मलाई के भन्नु छ उकालो हिँड्नु सकेन त्यही हो त्यही झर्न सकिन्छ के गर्नु त अब चट्टो सकिन्छ उकालो चढ्नु सकिन ओह्रालो झर्न सकिन ल ठिकै छ ल ठिकै छ त्यसको लागि के उपाय गरौँ ल है पछि गर्नु पर्यो नि उठ्दै जाने दिनु भइहाल्यो उपाय त्यही त हो नि त्यही भन्दा छैन सकेन मुटु पतलु सही मोटा है हम पतला है ये क्या है यार क्या है ये क्या है भाइ त्यो निदा त दुईटाको ठुलो रहेछ तर पैसा त छैन भाग्यमानीको निदा ठुलो भन्छ खोइ अभागी हो कि भाग्यमानी कम ठुलो रहेछ भाग्य कम ठुलो भाइ गोमो चाहिँ कडा हो यार बनाएको त बनाएकै हो हेर्नलाई दर्शन गर्नलाई अलिकति निधारमा त लेखेको हुनुपर्छ हाम्रो लेखेको भएर यहाँ यस्तो बोकिरहेको छ यो बाटोमा यस्तो रहेछ हम तो मरते ओए एक आसान रास्ता था और ये मौत की रास्ता था लेकिन हम तो मरते हैं हम मौत की रास्ते चलेंगे मौत अक्सर निकल जाते हैं सोरे आएन यार मौत से छू के टक से बाहर निकाल सकते भन्छ नि मैं 15 मिनट तक सांस रोक सकता हूँ भने हो वही के हो मौत को रास्ता मलाई मात्रै देखेँ क्या फेरि म मौत के छू के टक से बाहर निकाल सकता गाइस सोरे आएन यार यार मोटो भएर नि घाटा क्या तिनै नसर्ने छ मोटो आइछ यार गुम्बा बन्दैछ जोस् राम्रो हुने भयो यहाँ कस्तो लागिरहेछ फिल कस्तो भइरहेछ एकदम फिल ठिक छ यार तर के गर्नु बागेमा निदा हेर यहाँ यत्रो छ निदा यहाँ अब दाइले देखाएर गयो अरे भाइ भने भाइ हो क्या काम गर्नु पर्दैन कभी कभी त पता चल्ता है सिधा बाटो होइन यो सर्टकट बाटो हिँड्नुपर्छ भाइ आइ केटा हो लु ल अगाडिबाट ठ्याक्कै छ न्यू हो यो फिनिसिङ अब गुम्बा अब 2-3 वर्षपछि त गुम्बा बन्छ होला बन्छ पछि भनिहाल्छ तर यो चाहिँ फेरि बबाले हो कि गुम्बा है ब्लग चाहिँ मेरो अनुहार चाहिँ त्यसको धेरै छ यार क्यामराम्यान परेर गुम्बा भनेको यस्तो हुनुपर्छ है यस्तो भर्सन गर्नु लागि यहाँ हुनु पर्यो आसु यो कप्पर के हो भएन म तुक्दिन्छु हेले हुँगीले काम चलिरहेछ तपाईँ यतापट्टि हेर्नुहोस् त्यो पनि तपाईँहरूले कतै अब यस्तो के भन्छ छापसँग टोइलेट जस्तो बस्नु मन छ भने यहाँतिर आउनु यहाँ नजिक छ त्यो जङ्गलतिर कता कता नगर्नु यहाँ गर्नु मिल्दैन नै हो पाप लाग्छ नेले के भन्नु नेपालीमा हेरै नेकोर कस्तो नेपाली अरे ये हमने बनाया हुआ नेपाल है ये दाम है अब आइपुग्यो
आइपुग्नु लाग्छ हजुर हजुरहरु नि हेर्नु सक्नुहुन्छ बाटो कस्तो छ बाटो राम्रै छ त्यस्तो नराम्रो बाटो छैन आइपुग्यो अब आइपुग्यो गाइस यही हो हाम्रो गुरुराम मिसे गर्ने भने हैन नेबर गर्नु आउन सक्नुहुन्छ पुग्यो यही बाटो हो आउन सक्नुहुन्छ हजुरहरु यहाँ हाम्रो हामीलाई भन्नुहुन्छ ल है छिमछाङचुप पानी रहेछ यहाँ डोरा याल्डो है रियो दिखाओ तांग है ना यो त नर्ताङ हो यार हाम्रो लामाहरू पनि आउँदै हुनुहुन्छ लामाहरू भेट्ने तपाईँ कहाँ आउनुभएको अरे सुमी झाङझुपमा आउनुभएको सुमी झङझुपमा हजुर आएको है म हजुर सुमी झङझुप आउनु सुमी झाङझुप हो यो सुमी झङझुप यहाँ गरेको होम चाहिँ
यही हो हाम्रो के भन्छ छिमिजान्जुप ने गुरुराम मिश्रको स्याल के भन्छ वा ओके छ त फ्रेस मजाले हुन्छ यसो झिलाप गरी पाउँदैन हामी गुरुहरू उहाँ पनि बसेर खिच्यौँ कि उहाँ चाहिँ पूजा सुजा सकेर यहाँ फोटो कार्यक्रम त्यहाँनिर बसेर खिच्नु भएको फेरि भगवान् पछाडि छिमिजान्जुको छ नाना यहाँ नेम आइसक्यो नाना हाँसिसक्यो अब हेर्नु अहिले कस्तो थियो तपाईहरु जानु भन्दै अहिले के भयो तपाईहरु जानु भने अहिले त हाँस्नु भइसक्यो यहाँ आइपुग्नु गाह्रो हो कि पुगिसकेपछि झन् खतरा हो नि अब घर पुग्नु गाह्रो मलाई त कस्तो गाह्रो भयो होइन मलाई केही नहुने मान्छे पनि अब राम्रो हो लट्ठी देखेको फोटो खिच्नु एउटा
लाउनु पाए भरे त यो भित्र लाउनु पाए कस्तो भइरहेछ हेलो एकदम राम्रो गुरुङ मिसेको त्यसमा छिमी जान्छौँ होइन गुरुङ मिसेको स्यागो देखाउनु भयो उहाँहरू कस्तो भइरहेछ राम्रै भइरहेछ तपाईँले त राम्रो भयो होला अहिले त हाँस्नु भइसक्यो लामा केही शब्द लोपन आज चाहिँ हामी भेटौँडा 8 नम्बरबाट सिजिङिमो गुम्बाबाट छिम्मी जान्छौँ यहाँ गुरु मुर्सीको निचनमा आएको छु आज सांसार गेम गरेर आज बिदा हुँदैछ कस्तो भइरहेछ तपाईँलाई एकदम रमाइलो लागिरहेछ मलाई त हृदयदेखि नै खुसी भइरहेको मलाई यो सुमे ध्यामसुम भन्नेपछि एकदम घरैदेखि खुसी भइरहेको थिएँ यहाँ आएपछि त म त झन् यस्तै प्रफुल्ल भएको छु कि एकदम खुसी भएको छ कस्तो भइरहेछ बु एकदम राम्रो खुसी भएको छ एकदम राम्रो भएको छ ल तपाईँ तर्फबाट हजुरलाई के कस्तो लागेको छ यहाँ मनमा के गुनासो छ कि छैन ठिक छ नि होइन एकदम खुसी छ नि मनदेखि नि हो नि ए लास्ट तपाईँलाई कस्तो लागिरहेछ साथी बिमार भएर अघि नजाने तपाईँ जाउँ भन्नुभयो अघिसम्म त म जान्दिनँ जानु भन्दै त भाइजी अहिले गुरुएमसीको नै भनेको यतिको चाहिँ हुन्छ सबैजना आउनु होला है विश्वास मान्छे बिरामी मान्छेको पनि यहाँसम्म आएर मुस्कान देखाइरहनु भएको छ हाँस्नु भएको छ त्यतिसम्मको आफूले मनदेखि विश्वास लिनुपर्छ आशीर्वाद पाएर आज सबै साथीहरूमा आनन्द धेरै चिन्ना लिएर दिदी बहिनी पो हो त कहाँ मिदिनी हो त टाउ टाउदै बस्नलाई रेडी क्या बात है भेटीहरू चाहिँ सबै उठाएर चिसोले ठाठाटर भइसक्यो म त ए मार खे होइन मिति नि तुलाउनु लाग्यो तपाईँ दिँदैन मलाई त कुन चाहिँ सुन्दैछु भन्दैन भुजा नै खाएका रे भुजा नै खाएका भुजा खाइ नै खाएका खाइ भुजा गिलास दिनु त म चिया हाल्छु मुरुमा मुरु यहाँ तपाईँ यहाँ आउनु न आमा के हरियो बिचमा सेतो चाहिँ यसरी फल्दो रहेछ है हरि चाहिँ यसरी फल्दो भाइ चले आउँदो चिया बोलाउनु चिया खाने मान्छे खोइ त भाइ चिया खाने मान्छे बोलाउनु परेन कति भाइ कति हो भाइ कितना है भाई कितना है कति हो भाई 10 रुपये एउटा का अरे कमाल 10 कितना है गिलास का 10 रुपये 10 हैन 10 रुपये कितना चाय खाने वाला चाय पनि छ नि त नुनको चिया हो कि मुनि देखाइरहेको छ फेस यो चाहिँ हाम्रो प्योर टिबेटको याकको घिउको चिया हो है चिया चाहिँ भेजा भन्छ यसलाई चाहिँ होइन नुनको चिया हो नुन हुन्छ
यसमा चाहिँ यस्तो चिया खानु लागि चाहिँ हजुरहरू यहाँ आउनुपर्छ त्यहाँतिर पाउँदैन हो त्यसैले अब फेरि यहाँबाट हामी माथि जाँदैछु गुरुङ मिसिको ने बिदा गरेर यस्तो आउनुहोस् है हजुर हेर्दै आउनुहोस् होला हाम्रो पनि गर्दै हुन्थ्यो यस्तो बाटोमा जानु लागि यहाँ हुनुपर्छ यहाँ अलिकति अब हामी चाहिँ एकदम सुविधा है टक्क चिया खाँदै बाटोमा होइन टुरिस्ट त नभनौँ त्यो नेपाली टुरिस्ट हामी त मोबाइल धेरै नहेर भाइ बाटो पनि बाटो हेरे कस्तो छ ल टक्क है चातमा तातो चिया बाटो पनि फेरि तातो तातै छ है लुङ त यहाँतिर बाँध्नुपर्छ यार अब हामी खान्डो थाम्ला तक मा जाने हो अब होइन नेपालबाट भन्न आउँदैन त्यो चाहिँ अब त्यो टिबिटमा भने मैले त्यो भन्ने भन्ने ठाउँमा जाँदैछौँ हामी होइन हजुरले बाटो हेर्नु सक्नुहुन्छ यो सर्टकट बाटो हो आधीबाट आइपुग्यो खान्डो हुने झ्यालझ्याललाई एकछिनै लागेको छ गाइस लागेको छ होइन अब यहाँबाट उकालो यहाँ नानाहरू मामुहरू हुँदै हुनुहुन्छ अलिकति उहाँहरू कोदो कोदो गरेर बिस्तारै हिँड्दै हुनुहुन्छ कोदो कोदो भने मतलब बुझ्नुहुन्छ होला नि लाउरा टेकेर कोदो त्यही त त्यो चाहिँ हतियार थप्रो त छैन हाम्रो पनि फेरि कन्सी थप्रो राम्रो छ फेरि है हाम्रो पनि थप्रो राम्रो त छैन त्यही पनि बाख्राहरूले यो कस्तो खतरा खान्छ नि यो खान्छ नि तपाईँ खसी त नि ल के जाउँदा अब लुङ त गाड्दै ओ बाँदर ओ माथि चढ्न अलिकति माथि रुख त चढ्न त्यो होइन अर्को रुख छ न ठुल्ठुलो यति झाड के तर्काउने यार त्यहाँबाट तर्काउने कि सुरु म झुन्डिन्छु त्यसमै मतलब म चढ्छु खाना पाएर के खाएर हाल्यो राम्रोसँग बाँध्यो नि मुन्डा भयो यस गाडी ट्रास लुङ था ओहो खतरा ठाउँमा बाँधिदिएछु त मैले यार तर के गर्नु नभेट्ने भयो चढ्नु पर्छ माथि यार चल बाँदर जस्तो छ यो त समाउनु पर्यो मान्छे चाहियो एक दिने मान्छे चाहियो नि त त्यसमा बाँधिदिनु कि माथि बाँध्नु पर्यो केटा आउनु है अच्छा मेरो जागिरको त यिनीहरूले खतम बनाइदियो अझै बाँकी छ हो लुङ त काम चलिरहेछ चोर होइन फेरि लेट्स गो ब्रो लेट्स गो खासमा चाहिँ अब युट्युब चाहिँ मेरो होइन भ्लगर चाहिँ म हो तर आज क्लिप धेरै उसको छ भालु आयो यो जङ्गलमा हराएको अवस्था केही उपाय छ भन्नुहोस् त केटा हो अब नि झलक गर्न आएको जङ्गलमा गायब भइरहेछ मान्छे हामी आफै यार यो कुन ठाउँ हो यो खासमा त्यो चाहिँ छोडिदिउँ है अब खान्डो थाम्ला ताक भनेको ठाउँमा आएको हो कहाँ हो कहाँ हामी ताक भइसक्यो ड्राइभरलाई माथि पुऱ्याएको बाटो रहेछ त तल बाटो छ त्यहाँ छाङछाङ बस्ने त्यहाँबाट बाटो त्यही जस्तो लाग्छ मलाई र गाइस हामी त यहाँ गायब भएको अवस्थामा होइन के भन्छ भने आज केमा आएको अरे खान्डो के अरे खान्डो दामको त्यहाँ भन्नेमा आएको धुजुपमा आएको खोइ कहाँ पुग्यो कुन ठाउँ पुग्यो थाहै छैन भइहाल्छ जिन्दगी
जङ्गलको बिचमा भालु आउँदैछ कि खोइ के आउँदैछ खोइ गाह्रो छ हामीलाई बाँच्न गाह्रो छ नेकोर जान त जाने ठाउँ नभएपछि त कहाँ हो कहाँ भने ठाउँ त छ नचिनेर त्यही त बाटो थाहा नभएर टाङ्गी सामो कहाँ रुख्नु फल्दैन अरे होइन चाम्रो च्याउ हो कि हो खाने हो कि चाम्रो च्याउ भने अर्कै हुन्छ कि त्यही त खानु मिल्दैन कि आयो नि आइपुग्यो भालु हिँडेको बाटो हिँड्यो भिखारीको पास आइफोन सही छोक त त्यहीँ छोड्यो हामीले ईश्वरको डाँडामा के अरे त्यहाँ के अरे हिन्दूसँग साँचो थियो बस्यो यो सिजनालाई भनेर साँचो लगेर त खोले ल्याउन बेलुका गयो भने हिन्दूसँग साँचो छ मेन गाह्रो छ बाँच्नलाई गाह्रो छ भएन भने यहाँ हाम्रो गुरुजी त्यसमा ध्यानमा बस्नु भएको छ अहिले डिस्टर्ब गर्नुहुन्न उहाँलाई नहसाउने एकछिन तपाईँहरू टाढै हो कहाँ जानु गुरु टाढै जानु एक अहिले बज्यो 2 बज्यो 2 बज्न लागेको थियो कि त बज्यो अब कहाँ पुग्छ अब ठ्याक्कै निस्किन्छ अब हिँड्ने गुडुङ लखर भात चाहिँ कुन चाहिँ पेटमा हाल्ने हो अब त हाम्रै प्लास्टिक कतिवटा पुट्दिए भन्छ यस्तो राम्रो अलि नजिक गरेर खतरा त्यहाँ फोटो लिनु हो बसिरहेको ग्राउन्ड चाहिँ दामी रहेछ त्यही भएर आइफोन किन्नु भने मैले उताबाट खिचे चाहिँ दामी आउँछ फेरि ल यस्तो ठाउँ पनि पुग्यो हामी आखिर डाँडा हिँडेर यार आम्मा कता पुग्यो यार ल यहाँको भ्यू देख्न सक्नुहुन्छ यतिको दामी छ हुन्छ हजुरहरूले त्यो ठाउँमा आज घुमे हामी होइन नेकुर पनि आयो मजाले आयो हामी जाँदैछौँ फर्किँदैछु धन्न भालुले डिनर खाएन तर चिकन डिनर लन्च डिनर के डिनर अब हामी मान्छे खायो भने त वुमेन डिनर वुमन होइन वुमेन के हुन्छ त्यही ल है यतिको चाहिँ देखिरहेको छ नि यहाँबाट ठाउँ त आमा दामी देखिँदैछ नि दामी देख्छ नि यार मजे में 당연히 기부다 기부차선 드링인데 공부 좀 봐. 저건 테스트 없다. 다 이거 파고로 마무식 사인. 발리 시인자래 발리 시당디 토가라 가래 알이도 마지 사인. 됐어. 좋습니다. 정말 똥마서. 저거. 저거다 내 가래 좀 오늘 말다 내가랑 해. 내 가래 저거도 괜찮았어. 네 양원에 말다 괜찮았어. 네. ये बस्नु है तम्बाकु साथ निकाल्नु पर्यो यहाँ छ घुमेर आइपुगिसक्यो गाइस अर्को ग्रुप त्यहाँ छ पाउनुहुन्छ तपाईहरु आउन सक्नुहुन्छ त्यहाँ आउनलाई के चाहिन्छ रे भाइ पैसा हैन
ल हामी यहाँ एउटा समुद्र पनि आइपुगेँ हामी अलि ठुलै छ हेर्न सक्नुहुन्छ दृश्य यस्तो आउनु लागि फेरि यहाँ हुनुपर्छ नि फेरि हामी चाहिँ अब फर्किन लाग्यो ल अब हाम्रो छुमी चाङचुप्ने झल्का भइसक्यो माथि डाँडाहरू घुम्दै आइसक्यो अब यहाँबाट घरतिर लागौँ होइन यस ब्रो सानो पोखरी छ यहाँ सानो पोखरी रहेछ त्यो पोखरी नाम के थाहा छ तिमीहरूलाई पोखरी नाम मलाई थाहा छैन थाहा हुने सम्भव पनि छैन होइन सो थाहा हुने सम्भव पनि छैन हामी सिमभन्ज्याङ भन्ने नाम लेखेको ल गाइस फाइनली सक्यो भ्लग पनि घुमेर आइसक्यो सी यू नेक्स्ट टाइम लाइक सब्सक्राइब गर्नु होला धन्यवाद लाइक सब्सक्राइब भग्ने होइन जति लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ